नेपालको आकाश कहिले नीलो हुन्थ्यो त्यो हिमाल सहरबाट नै देखिन्थ्यो। तर आज हामीलाई न त नीलो आकाश देखिन्छ न त खुला सास फेर्न सजिलो छ। वायु प्रदूषण अहिले नेपालमा मानव स्वास्थ्यका लागि सबभन्दा ठुलो चुनौती मध्ये एक बनेको छ। यस भिडियोमा हामी नेपालमा वायु प्रदूषणको इतिहास, हालको अवस्था, प्रमुख कारणहरू र असरहरू, नियन्त्रण प्रयासहरू र भविष्यमा के गर्न सकिन्छन् भन्ने बारे गहिरो चर्चा गर्छौँ। वायु प्रदूषणको समस्या नेपालमा नयाँ होइन, तर अघिल्लो केही दशकमा यसको गम्भीरता तीव्र रूपले बढेको छ। 1980 को दशकमा नेपालमा वायु प्रदूषण खासै ठुलो समस्या थिएन। त्यति बेला औद्योगिकरण सीमित थियो, सवारी साधन थोरै थिए र जनसङ्ख्या पनि थोरै थिए। तर 1990 को दशकपछि नेपालमा तीव्र शहरीकरण, जनसङ्ख्या वृद्धि, सवारी साधन विस्फोटक वृद्धि र अनियन्त्रित निर्माण कार्यहरूले गर्दा वायु प्रदूषण बढ्न थाल्यो। 2000 को दशकमा आएर काठमाडौँ उपत्यकाले एक प्रदूषित सहरको रूपमा चिन्न थाल्यो। त्यति बेलादेखि सरकार र सरोकारवालाहरूले विभिन्न मापदण्डहरू पनि गर्न थाले, तर प्रयासहरू सधैँ प्रभावकारी भएन। अब कुरा गरौँ हालको अवस्था बारेको। AQI-द्वारा 2024 को तथ्याङ्क अनुसार काठमाडौँ विश्वको प्रदूषित सहरहरूको सूचीमा पटक पटक टप 10 भित्र परिराखेको छन्। वायु गुणस्तरीय सूचाङ्क AQI नियमित रूपमा 150 भन्दा माथि नै पुग्ने गर्छन्, जुन अस्वस्थ श्रेणीमा पर्छन्। सन् 2025 को सुरुवातमा काठमाडौँको AQI एक दिन 270 सम्म पुगेको थियो, जुन निकै नै जोखिमपूर्ण हो। नेपालमा PM 2.5 नामक सूक्ष्म कणहरूको मात्रा वर्षैभरि WHO को सुरक्षित स्तरभन्दा बढी रहन्छ। विशेष गरी चैत वैशाख र कार्तिक मङ्सिरका महिना अत्यन्त प्रदूषण हुने समय हो। त्यस समयमा खेतमा डढेलो, वनमा आगलागी, धुलो र निर्माणजन्य धुवाले प्रदूषण उच्च बनाउँछ। नेपालमा वायु प्रदूषणका मुख्य कारण के हुन् त? सवारी साधनबाट निस्केका धुवाहरू, पुराना र असक्षम सवारीहरू, डिजल पेट्रोल इन्जिन भयो, सार्वजनिक यातायातमा प्रदूषणकारी बसहरू, निर्माण कार्य र धुलो, सिमेन्ट, बालुवा, ढुङ्गा, खुल्लेआम ढुवानी, सडक किनारको असंरक्षित निर्माण कार्य, उद्योग र भट्टीहरू, इटा भट्टा, स्टिल फ्याक्ट्री, प्लास्टिक फ्याक्ट्री, प्रदूषण नियन्त्रण प्रविधि बिना सञ्चालन, वन डढेलो र फोहोर पोल्ने प्रचलन, जङ्गलमा अनियन्त्रित आगलागी, फोहोर खुल्ला ठाउँमा जलाउने, भूप्राकृतिक अवस्था, वायुको आदान प्रदान कम, स्वास्थ्यमा असरहरू। वायु प्रदूषण केवल वातावरणको होइन, हाम्रो स्वास्थ्यको गम्भीर सङ्कट पनि हो। अस्थमा, ब्रोन्काइटिस, श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु सम्बन्धी रोगहरू, दीर्घकालीन रूपमा फोक्सोको क्यान्सरको समस्या, बालबालिका, वृद्ध र गर्भवती महिलालाई बढी असर। WHO को रिपोर्ट अनुसार नेपालमा वार्षिक 40,000 भन्दा बढी मृत्यु वायु प्रदूषणसँग सम्बन्धित मानिएको छ। नियन्त्रण प्रयास र सरकारी कदमहरू। वायु प्रदूषण नियन्त्रणका लागि सरकारले केही प्रयासहरू गरेका छन्। तीमध्ये केही उल्लेखनीय छन्। इटा भट्टा सुधार, जिगज्याग प्रविधिको अनिवार्य कार्यवाहीमा हुनुपर्छ। सवारी साधन परीक्षण, धुवा परीक्षण कार्यक्रम, पुराना सवारीहरू हटाउने प्रयास, वैकल्पिक ऊर्जा प्रवर्धन, बिजुली सवारीको प्रोत्साहन, बायोग्यास र सौर्य ऊर्जामा लगानी, फोहोर व्यवस्थापन, खुलेआम फोहोर जलाउन निषेध, जनचेतना कार्यक्रम, प्रदूषणबारे विद्यालय, मिडिया, सामाजिक अभियन्ताहरूको जाहेर। तर यी प्रयासहरू अझै पर्याप्त छैन। नीति निर्माण र कार्यान्वयन बीच ठुलो खाडल छ। नागरिक तहबाट के गर्न सकिन्छ? सरकारले मात्रै होइन, हामी नागरिकहरूले पनि धेरै कुरा गर्न सकिन्छ। सार्वजनिक यातायातको प्रयोग गर्ने, मास्क लगाउने, बिरामी हुँदा चिकित्सकहरूको सल्लाह लिने, बिजुली सवारीहरूलाई प्राथमिकता दिने, घरको फोहोर नजलाउने, हरियाली संरक्षण गर्ने। भविष्यको दिशा र सम्भावना। भविष्य कस्तो देखिन्छ त? यदि अहिले नै हामीले ठोस कदम चाल्यो भने स्वच्छ आकाश, हिमाल देखिने काठमाडौँ, खुल्ला सास फेर्ने वातावरण फिर्ता ल्याउन सकिन्छ। सरकार, उद्योग, स्थानीय तह र हामी सबै मिलेर काम गर्नुपर्ने समय पनि यही हो। हावा त सबैको होस्, हामीले सास फेरौँ, तर सँगै धुवा नफेर्नुहोस्। स्वच्छ हावा हाम्रो अधिकार मात्रै होइन, कर्तव्य पनि हो। आजदेखि सजग बनौँ, चेतना फैलाऊ र प्रदूषण मुक्त नेपाल निर्माणमा हातोमालो गरौँ। धन्यवाद। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।